हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला होइन। म पनि सन्चै छु। आज चाहिँ मैले के को बारेमा भिडियो बनाएको भन्दाखेरि मैले भ्लग नहालेको पनि धेरै भइसक्यो अनि भिडियोहरू पनि हाल्न पाएको छैन, भ्लगहरू पनि बनाउनु पाएको छैन कि त्यही भएको कारणले मैले भ्लगहरू हाल्न पाएको थिएन। अनि अर्को कुरा के हो भन्दाखेरि म चाहिँ कतार आएको थिएँ। कतार आएपछि यहाँको चाहिँ नियम कानुनहरू चाहिँ अलिक कडा नै छ समस्या होइन। अब क्यामेरामा चाहिँ कोही पनि मान्छेहरू चाहिँ देखिनुहुन्न है, विदाउट पर्मिसन बिना चाहिँ कोही देखाउनु हुँदैन। र अनि अर्को कुरा के हो भने इभन यहाँको कतारीहरू अरबिकहरूले देख्यो भने चाहिँ हल्का ल्याङ हान्छ। कोही चाहिँ रिसाउँछ, कोही चाहिँ अब खासै त्यस्तो लिँदैन, कोहीले चाहिँ रिसाइहाल्छ होइन, कराउँछ, यताउता गर्न थाल्छ। त्यही भएको कारणले गर्दा घुम्न जाँदाखेरि यताउता गर्दाखेरि भिडियोहरू बनाउनु पाएको छैन। अर्को कुरा के थियो भन्दाखेरि मेरो पुरानो मोबाइल चाहिँ रेडमी मोबाइल थियो अनि मैले सुरुमा चाहिँ स्टार्ट गरेको त्यही मोबाइलबाट हो। पहिला चाहिँ क्यामेराहरू ठिकै थियो अनि बनाइरहेको थिएँ। मोबाइल पनि धेरै पुरानो भयो अनि त्यही भएको कारणले गर्दा म यता आएपछि फेरि टाइम पनि मिलेन भनौँ कि परिस्थितिले पनि मिलेन। त्यही भएको कारणले गर्दा मैले भिडियो बनाएन अनि क्यामेराहरू पनि त्यसपछि बिग्रिँदै गयो मोबाइलको क्यामेरा। त्यही भएको कारणले गर्दा मैले भिडियो बनाइनँ। अनि त्यसपछि कामसाम गर्दै गयो, यताउता हुँदै गयो, सबै राम्रै थियो होइन, सबै राम्रै छ। अनि बिस्तारै यताउता गरेर मोबाइल सबैले किनेपछि अनि बिस्तारै मैले सर्ट भिडियोहरू हाल्न थालेँ। किनकि युट्युब मेरो लङ टाइमदेखि स्टप भएर बसिरहेको थियो, पुरै फ्रिज भएको जस्तै गरी रोकिरहेको थियो। अनि त्यही भएको कारणले गर्दा चाहिँ मैले पहिला सर्ट भिडियोहरू हालेँ अनि त्यसपछि बिस्तारै आइडीले चाहिँ अगाडि बढाउनको लागि चाहिँ मैले सर्ट भिडियोहरूबाट स्टार्टिङ गरेँ। अनि भिडियोहरू चाहिँ हाल्न पाएको छैन, म्यानेज गराउन टाइम पनि मिलिरहेको छैन। प्लस ड्युटी पनि त्यस्तै भइरहेको छ मेरो। बिहान 6 बजे उठ्नुपर्छ, फ्रेस भयो यताउता गर्दा ड्युटी हिँड्नलाई चाहिँ 7 बज्छ अनि 7 बजे ड्युटी हिँडेपछि ड्युटी बेलुका 10 बजे सकिन्छ होइन। बेलुका 10 बजे सकिन्छ, रुममा आउँदा 10:30 हुन्छ। अनि के भिडियो बनाउनु तर डेली भिडियो चाहिँ बनाउनु मिल्ने हो। बट अल्मिरामा काम गर्छु म। अल्मिरामा काम गर्ने भएको कारण सरकारी मार्केट हो त्यो होइन, सरकारी मार्केट हो। अनि भिडियोहरू यताउता बनाएको देख्यो भने तिनीहरू सिधै एक्सन लिन्छ अनि प्लस हाम्रो काम गरेको ठाउँबाट निकालिदिन्छ हामीलाई, त्यो बन्द गरिदिन्छ हामीले। जुन अब हाम्रो चाहिँ के अरे खाना बेच्ने ठाउँ हो, छ अनि त्यहाँनिर हाम्रो त्यो नै बन्द गराइदिन्छ तिनीहरूले। अरबिकहरूले केही भन्यो भने त्यो बन्द गराइदिनु भएको कारणले गर्दा चाहिँ मैले अनि त्यहाँ पनि बनाएको छैन। नत्र भने मान्छेहरूले हाल्छ नि त डेली लाइभ भ्लगहरू, डेली डे टु डे टाइपको भिडियोहरू हाल्छ। मैले पहिला चाहिँ हप्तामा एउटा भिडियो चाहिँ मैले अपलोड गर्थेँ, 2-3वटा सर्ट होइन, अनि सर्ट भिडियोहरू अनि प्लस भ्लगहरू अपलोड गर्थेँ। त्यो पनि मेरो पाएन अनि यहाँनिर झन् अब मिलेन क्या गर्नलाई। त्यही भएको कारणले मैले भिडियोहरू चाहिँ हाल्न पाएको छैन। नेपालमा हुन्थ्यो भने मेरो भिडियो हालिरहन्थ्यो, भिडियोहरू पनि मिलिरहन्थ्यो। तर यहाँ चाहिँ नि त्यस्तै भइरहेको कारणले गर्दा मैले चाहिँ अनि थोरै सानो नोटिस टाइपको होइन भिडियो बनाएर चाहिँ हाल्नु पऱ्यो भनेर अडियन्सहरूलाई पनि होइन के भएको भन्ने थाहा हुन्छ नि त्यति भएपछि। त्यही भएको कारणले गर्दा मैले चाहिँ यो हालेको छु। जति पनि सक्नुहुन्छ सबैले माया गरिदिनुहोस्, जति मिल्छ सब्सक्राइबहरू गरिदिनुहोस्, कमेन्ट जे जस्तो लाग्छ त्यही भनिदिनु होला होइन। मिलाएर यताउता नभन्नुहोस् कि जस्तो लाग्छ त्यस्तै भन्नु। राम्रो छ भने राम्रो छ भन्नु, नराम्रो छ भने नराम्रो छ भन्नु। मलाई सुधार्ने मौका पनि मिल्छ। र अनि जति पनि भिडियो हालेको छु ती भिडियोहरूलाई चाहिँ माया गरिदिनुहोस् होइन। त्यही हो मैले काम गर्दैछु साथीहरू। यस्तोमा के हेर्नु है, यस्तोमा हो। त्यही भएको कारणले गर्दा यस्तोमा नि यो बसेर अब भिडियो बनाउनु मिल्दैन नि त। मैले भिडियो किन रोकेँ भन्नुहुन्थ्यो होला, मैले बिचमा रोकेँ भिडियो होइन। किनकि यहाँनिर म भिडियो बनाउँदैछु, बल्ल आज भिडियो बनाइरहेको छु। यहाँनिर क्लिनिङ गर्ने त्यो एउटा हुन्छ नि यस्तो मोटर, त्यो चलाइदिइरहेको भएको कारणले त्यो आवाज आयो अनि त्यही भएर मैले रोकेको। यति सानो बोलेर मैले भिडियो बनाइरहेको छु कि होइन, त्यही माथि त्यो साउन्डले डिस्टर्ब गर्छ भनेर मैले भिडियो काटेको कि होइन साथीहरू। त्यही हो, माया गरिदिनु होला होइन।
सपोर्ट जति सक्नुहुन्छ सपोर्ट गरिदिनुहोस्। अनि भिडियो चाहिँ किन नबनाएको भन्नुहुन्छ भने भिडियो बनाउन किन नबनाएको भने मैले तपाईँहरू पहिले भनिसकेको छु होइन। प्लस अब साथीहरूसँग भिडियो बनाउन पनि हुन्थ्यो, लाइक हुन्छ नि फुड च्यालेन्जहरू, आज यस्तो भयो आज उस्तो भयो भन्ने टाइपको भिडियोहरू हुन्छ नि त, बनाउँछ नि त मान्छेले कति। त्यस्तो पनि छैन मेरो रुममा। अब मेरो रुममा के छ भने मेरो साथीहरू सबै अनि बोल्दा बोल्दा भिडियो किन काटेँ भन्नुहुन्छ होइन, काटिरहेको छु नि त मैले एकचोटि के अरे कस्टमर आयो अनि त्यही भएर खाना दिन गएको थिएँ, त्यही कारणले गर्दा चाहिँ मैले भिडियो काटेको थिएँ कि। अनि म के भन्दै थिएँ भने त्यो डे टु डे टाइपको हुन्छ नि, मान्छेले यस्तो गरेँ उस्तो गरेँ भन्ने टाइपको भिडियोहरू बनाउँछ। म पनि त्यस्तो बनाउँथेँ, नबनाउने होइन। के अरे मेरो रुममा के छ भने एउटा नाइटको सिफ्टको छ, एउटा डेको सिफ्टको छ होइन, तिनजना छ रुममा। अनि एकजना नाइटको सिफ्टको आउँछ मर्निङमा 8 बजे आउँछ, अनि उनीहरू सुत्छ 12 बजे, दिउँसोको 12 बजे उनीहरू लाइट साइट अफ गरेर सुत्दिन्छ। अनि मर्निङकोहरू आउँछ बेलुका 9 बजे, मर्निङ गएकोहरू बिहान 9 बजे गएर बेलुका 9 बजे आउँछ। 9 बजे के गर्नु, अनि त्यही पनि मेरो साइजको केटाहरू पनि छैन, सबै सेफ कुकहरू मात्र छ। मेरो केटाहरू चाहिँ साथमा छैन होइन। त्यही भएको कारणले गर्दा त्यस्तो भिडियोहरू बनाउन पनि अहिले मिलिरहेको छैन। अब रुममा एक्लै अब त्यो उनीहरूलाई डिस्टर्ब हुन्छ भन्ने कुराहरू हुन्छ होइन। अब त्यही त हो नि, अब कोही नाइट गरेर हुन्छ, कोही डे गरेर हुन्छ, अब सबैले डिस्टर्ब पनि हुन्छ। अब मेरो मात्रै हेरेर पनि भएन, त्यही भएको कारणले गर्दा मैले भिडियोहरू बनाएको छैन। मलाई पहिला साथ दिएको मोबाइल चाहिँ यो हेर्नुहोस् होइन, यो मोबाइलले साथ दिएको रेडमी 8A हो। यो मोबाइलले साथ दिएको थियो मलाई कति 2 वर्ष मैले भ्लग यसबाटै बनाएँ। अहिले यसको क्यामेरा कस्तो छ म तपाईँहरूलाई देखाउँछु होइन। क्यामेरा क्वालिटी लास्टै भएको छ, अति नै भएको छ कि। त्यही भएको कारणले गर्दा मैले भिडियो रोकेको। यस्तो आउँछ टल्कियो, यस्तो आउँछ, धेरै नराम्रो आउँछ क्या, धेरै नराम्रो आउँछ। त्यही भएको कारणले गर्दा हो साथीहरू होइन। आम्मा त्यही भएको कारणले गर्दा मैले चाहिँ भिडियोहरू रोकेको थिएँ। हेर्नु कस्तो आएको चाहिँ, टाढा लगेर हेर्दा पनि खासै राम्रो आएको छैन। त्यसको लाइटले गर्दा यसलाई सायद अलि सेतो देखाएको हो कि होइन, नत्र खासै राम्रो आउँदैन। त्यही भएको कारणले गर्दा मैले भिडियो स्टप गरेको हो। ठिक छ, अब सकेसम्म म कन्टिन्यू गर्छु, अन्त पनि नेपाल आएर भन् पनि गर्छु। तपाईँहरूले साथ सपोर्ट दिनु, माया गर्नु होइन, त्यही हो, अरू त के भन्नु र। अनि हुन्छ, यहाँसम्म भिडियो हेरिदिनु भएकोमा सबैले धन्यवाद होइन। लाइक सेयर सब्सक्राइब कमेन्ट चाहिँ गरिदिनु होला। हस् त, धन्यवाद।